दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने कान्छी सिरियल भाग 261 आइसकेको छ। 261 एपिसोड भने अहिले निकै राम्रो एपिसोड रहेको छ। 261 एपिसोडमा भने अहिले प्रियाको साथी जुने भने अहिले प्रियाको बिएफसँगै उनी रमाइरहेकी छिन्। जुनेले भन्छन् कि अहिले हजुरले त्यो प्रियालाई गरेको त्यो माया गरेको दुईटामा कति जल्थेँ, हजुरले प्रियाका लागि कति खर्च गरेको उसलाई देखेर म जल्थेँ, अनि मलाई यस्तो माया गर्ने कोही भेटिनुहुन्छ होला कि नै भन्दै म धेरै जल्थेँ। अनि अहिले हजुर मेरै साथमा हुनुभयो, मलाई एकदमै खुसी लाग्यो भन्दै भन्छन्। अनि त्यो प्रियालाई म कुनै बेला पनि जति बेला पनि म उसँग त्यसलाई म जानेकी छु भन्दै भन्छन्। अनि जुनेले भन्छन् भयो जे हुने भइसक्यो, अब छोडिदिनु भन्दै भन्छन्। अनि त्यसपछि उता भने प्रिया जङ्गलमै हुन्छन्। जङ्गलको अवस्था एकदम डरलाग्दो नाजुक अवस्थामै प्रिया हुन्छन्। अनि प्रियाले भन्छन् कि मलाई किन यति धेरै दुःख दिएको होला भन्दै उनी धेरै रुन खोज्छिन्। अनि त्यसपछि भन्छन् कि उनले मलाई पनि यो जङ्गलबाट न म जङ्गलबाट निस्किन सक्छु, न म कहीँ जान सक्छु, म यस्तो अवस्थामा छु भन्दै अनि कान्छी आउँछिन्। कान्छीले भन्छन् तैँले मेरो घरबार होइन बिगार्न खोजेको, तैँले मेरो घरबार बिगार्न खोजेको, अब देखिस् नि तँलाई कस्तो सजाय हुँदैछ, यो त नर्मल सजाय, अझै योभन्दा कडा सजाय भोग्नु तैँले त बाँकी नै छ भन्दै भन्छन्। अब के साँच्चीकै कडा सजाय भोग्छिन् या भोग्दिनन् कमेन्ट बक्समा लेखिदिनु होला।